कुन तिमी आज हामी मौसमलाई च्यालेन्ज गर्दै हामी घुम्न निस्केका छौँ। हामी आएर बाटोमा चाहिँ खसी सब्जी खान लागेको तिर्खा लाग्यो अरे। खै के खान्छौ? 150 नै देखाएको छ त कस्तो के भन्छ बोले किनएको बत्ती बोल्न त पैसा हाले पो बल्छ त अनि कस्तो कुरा गर्छौ तिमी खै अर्केनु हेर्नु गाइजहरु यहाँ यति धेरै भेन्डिङ मसिन छ पुराट यहीँसम्म कुन चाहिँ खाने भन्दा यहाँ चुज गर्दैछु यो खानु मन लाग्छ भने यो चाहिँ सके रहेछ कि हाच्छिमिची खानुपर्ने अरे फेरि बिहान बिहान आत्ताकै खाने हो र कि चुमेटा खाने ए आत्ता खाएर होत्तरे मन रहेछ त त्यहीँ खाऊ नि त अनि त्यही जनाको बिदा थियो अनि के अरे हामी चाहिँ बाहिर निस्केको छौँ कता जाने हो के गर्ने हो थाहा छैन पानी परिरहेको छ माथि देखाइदिउँ न मजाको छ अन्तले भनेअनुसार मौसमलाई च्यालेन्ज गरेर हामी चाहिँ बाहिर निस्केको अनि 1 घन्टाको बाटो हिँडिसक्यो चाँडो निस्किने भनेर चाहिँ मैले घरबाट चाहिँ भिडियो ओपन गरेको थिइनँ त्यही भएर चाहिँ शान्ताले हामीले बनाइदिएको छ मलाई चाहिँ यस्तो छ आजको ड्राइभर होइन सधैँको ड्राइभर उहाँ हुन् त्यो भिडियोलाई हेर्दै गर्नु होला है त साथीहरू के हुन्छ कसो हुन्छ हावा चलिरहेको छ गाइज यो फुलको नाम के होला है एउटा फोटो खिचिदियो भनेर चाहिँ मैले झारेको के शान्तालाई यहाँ पानी परिरहेको छ टुङ 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 लाएर खै त माछा त छैन त माछा होइन हामी हेर्न आएको ड्रागन वाह मैले देखेँ पर छेक्यो उति ओ माई गॉड देखे हजुरहरूलाई चाहिँ अहिले उहीँ गएर देखाउने छु साथीहरू कस्तो वाह त्यहाँ एउटा त चुन्डिसक्यो धतङ टङ टङ हजुरहरूलाई देखाउँछु म Oh my gosh. Oh my gosh. आँखाले हेर्दा चाहिँ क्या भिड भएको थियो यो माथि अन्त अनि के अरे के भन्छ अरे यसलाई गाइजहरू यो चाहिँ कोइनोबोरीको उमाचिरी हो अरे यहाँ चाहिँ सबै त्यो माछाको फ्ल्यागहरू बनाएर के पुरै यसरी भिन्दाको छ के अनि झाउनुमा चाहिँ के लेखेको छ थाहा छैन हामी चाहिँ पहिलाको वर्ष नै आएको थियौँ कि यहाँ चाहिँ अलिक गर्मीको समयमा तर यो थिएन के त्यति बेला चाहिँ यो थिएन सकिसकेको थियो अब हामी उता त्यतातिर नि जान्छौँ हजुरलाई देखाउने छु है त हेर्दै गर्नु होला हेर न होइन न मैले छुनु सक्छु सक्दैन ए सुन्यो भने त यहाँ सुन्छ क्या तर यस्तो पानीमा नि कति धेरै मान्छे आएको है वाउ
कोही कोही त चुन्टिरहने झरिसकेको छैन पुरै फर्किरहोस् गरेको खोला नि रहेछ यहाँ भित्रमा एउटा मान्छेले राम्रो भिडियो बनाएको रहेछ घाम लागेको बेलामा अहिले त हामीमा आएको बेला त पानी पर्छ साथीहरू ए यो पनि ठुलो रहेछ नि त अनि झन् आँखी अगाडि साथीहरू यो खोलामा चाहिँ अर्सला माछा पाउँछ अरे शान्ताले भनेको अर्सला माछालाई के हुन्छ थाहा छ के भन्छ हाम्रो यहाँ के थाहा छैन थाहा छ तर त्यस आयु यामामे भन्छ कि जापानीमा चाहिँ म त नेपालीमा भनिदिने रहेछ नि होइन म त कि नेपालीमा चाहिँ अर्सले हो छुन पाइन्छ पाइन्न त्यही त छुन त पाइन्छ किन पाइन्न र है तर सकिन्न हेर न बिचार हो त एउटा त पुरै तन्नाङ हेर न त्यहाँ माथिसम्म कसरी छिदा छिदा हुन्छ र भनेको के यो धुवाहरू चाहिँ ओन्सेनको धुवा हो साथीहरू ओन्सेन भनेको के हो त फेरि नेपालीले थाहा हुन्छ तातो पानी थाहा नचिन्नेहरूलाई चाहिँ तातो पानी साथीहरू ओन्सेन भनेको चाहिँ यो वरिपरिको चाहिँ सब होटेलहरू हो साइको चाहिँ उतासम्म रहेछ अनि हामी यो होटेलमा छ अनि पहिला बलिङ खेल्न आएको हुन्छ नि खाना खान आएको ए यो होटेलमा हो यो होटेलमा हो र त्यति बेला रातितिर आएको थिएँ म बिर्सिसकेँ त्यही नि 4-5 वर्ष पहिला 3-4 वर्ष पहिला कलकल खोला साइलीज्यू झरझर झरना कलकल खोला साइलीज्यू झरझर झरना रात दिन साइलीज्यू तिम्रै सम्झना यहीसम्म रहेछ मेरो पर्सनल फोटोग्राफर मेरो पर्सनल भिडियोग्राफर यता हेर हाउ यु फिलिङ ह्याप्पी पानीले सब यहाँ यस्तो बुझाइतिर त्यहाँ बनाइदिइसकेछ फोटो खिच्न लागेको साथीहरू 1-2टा फोटो खिच्यौँ अनि वहाँ खेलिरहेको छ नोन मान्छे चाहिँ पानीले गर्दाखेरि भिजाएर पुरै कपाल सपाल बिगारिदिएर तर रमाइलो भइरहेछ साथीहरू खोलेको साग खानुहुन्छ यहाँ चाहिँ लास्टै दिएर रहेछ म ल्याइदिन्छु भन्ने हेर्नु त त्यो सब खोलेको साग हो यो अनि तिमीले विस मागेको थियौ नि त उयो के अरे आँखामा परेर उस झरेछ यस्तै परेर झरेछ अनि ल विस गर दिँदैको त आज के हुन्थ्यो अरे आजको दिन राम्रो भएस् पानी बन्द भएस् भन्दै मनमा नै भनेको पुरानो ए के हो त्यो त्यसरी अन्डा रहेछ है दिने माइ गॉड गाइजहरू यहाँ चाहिँ किन झरेर मैले भिडियो गरेको भने के अरे कहानी छ कि यहाँ एउटा के कहानी भन्दा चाहिँ के अरे म चाहिँ सुरु पालि जापान आउँदा चाहिँ अनि यहाँ आएर फुकुओकाबाट यहाँ आएर चाहिँ मलाई शान्ताले आउँदै दिनमा के गाडीबाट झरेर गाडीमा आएको नि त फुकुओकाबाट यहाँ अनि गाडीबाट झरेर चाहिँ आएर चाहिँ यो फ्यामिली मार्टमा चाहिँ लगेको थिएँ शान्ताले मलाई है होइन त अनि त्यसपछि त्यो दिनमा छिरेपछि चाहिँ आज चाहिँ फर्स्ट टाइम जाँदैछु कि यहाँ त्यही भएर चाहिँ मैले भिडियो गरेको यो मान्छे रिसाएर ढुस भए के अरे के भन्यो अरे भिकारी भन्यो नि हात पुछ्ने कुरा के अरे हात पुछ्ने कुरा एउटा दिएको र लास्ट भिकारी अरे खानेकुराहरू किनिरहेको जहिले नि हो है हामी बाहिर गएपछि त टाइम हुँदैन अनि जहिले नि कम्बिनी छिरो ओनिगिरी किन्यो रामेन किन्यो अनि त्यही खाने हामी पहिला यतैतिर डुलेको ठाउँ हो नि त त्यही भएर कस्तो आनन्द फिल भएको क्या भाइ चाहिँ मतलब के को आनन्द हो त्यो पर त्यो क्याफे हो टुङ
टुङ टुङ टुङ टुङ टुङ टुङ खतरा है यो जापान के रेल हो नि जापान के रेल पाउने वाउ रेलमा चढेर फोटो खिच्ने हो कि ए फोटो खिच्न ठाउँ रहेछ नि यहाँ लौ त म जान्छु यहाँ त दुई ठाउँ कुनो कुनो तिमी म त ड्राइभर हुन्छ कि भनेको त ड्राइभर प्यासेन्जर पो तिमी यतातिर फुलहरू टन्नै रहेछ प्रमेला लगाइरहेको छ गाइज हामी चाहिँ अहिले यहाँ के अरे यामे भन्ने ठाउँमा चाहिँ के भन्छ के को उमाचुरी लागेको रहेछ अनि त्यही भएर चाहिँ राम्रो ठाउँ देख्यो अनि ह्यान्ड झरम भनेर चाहिँ झरेर गाडी चाहिँ ऊ त्यहाँ पर राखेको अनि त जाँदैछौँ हामीले खासमा आज हेर्ने भनेको फुल चाहिँ यहाँ यो ठाउँमा नि रहेछ के खतरा राम्रो रहेछ तर यहाँ रहेछ यो हो नाम के अरे के भन्छ अरे त्यही हेर्नको जानुको लागि झरेर यहाँ चिसो चिसो मौसम छ जाडो के भन्छ अरे वहाँ गएर टिकट लाइनहरू के गर्ने थाहा छैन बट यसो जाउँ न भनेर चाहिँ यहाँबाट निस्केको लास्टमा चाहिँ फेस्टिभल नै लागेको रहेछ यो यामेमा चाहिँ हुच्चाको एकदम फेमस हो कि यो हुच्चाको फेमस त्यो उस पनि थियो त अघि आउँदा आउँदा देखिन र के त्यो चिया बगान थियो त ए थियो है बाटोमा के को कुवा हो यहाँ चाहिँ गाइज क्या दामी है दामी दामी हेर यतातिर त पुरै उसहरू राखेर रहेछ कस्तो फ्री रहेछ है टिकट नलाग्ने रहेछ त पनि फ्री नै हो मैले जाने ठाउँमा पनि हामी जाने ठाउँमा फुजिनो हाना अरे यस फुलको नाम चाहिँ यसको बास्ना पनि कति क्या मिठो है है फुल बास्ना फुल बास्ना यसो लाएर यतातिर पनि के भन्ने साथीहरू वाउ बाहेक अरू केही छैन भन्थ्यो त आउँछ सायद रातिको समय चाहिँ यहाँबाट लाइट बालिदिने भनेर होला है हेर न हौ त्यहाँ माला बनाएर राखेछ यहाँ सानो हातो पनि रहेछ खैलाको हातो रहेछ यहाँ ओ खासमा चाहिँ छिर्ने ढोका चाहिँ यो रहेछ हामी चाहिँ अघि त्यताबाट यस्तरी आउँदै थियौँ स्याट त्यहाँबाट जाँदै थियौँ अनि शान्तले के हो यहाँ कस्तो राम्रो ठाउँ छ मजाको जाम भनेर उता घुम्दै र त पार्किङ त वहाँ माथिको कुनामा पाइन्छ माथि त नि चाहिँ क्यामेरा नलिएको अवस्थाले चाहिँ राम्रो फोटो चाहिँ खिचिँदैन एक दुईवटा फोटो खिचौँ न यो मजाले तल झर बनाइ चाहिँ यतातिर बसेर है खानेकुराहरू खाएर मजाले रमाइलो गर्ने ठाउँहरू साथीहरू एकदम सबै बुढी बाजेहरू मात्र आउनु भएको हेर्नलाई त्यही त नि भर्खरको चाहिँ उता गएको होला नि त भ्यू चाहिँ राम्रो देख्दो रहेछ सो अब हामी चाहिँ यहाँबाट फर्किन लागेको साथीहरू दामी रहेछ भित्र अझ यो चाहिँ मजाले तल छ अनि मजाले फुल्यो भने चाहिँ झन् राम्रो देखिन्छ अहिले चाहिँ अलिक माथि मात्र रहेछ सो यहाँबाट चाहिँ बल्ल सुन्न मिल्दो रहेछ फुजिनो खाना तो रेसुमा खाना नहाँस्नु होला फुजिनो खाना तो रेसुमा खाना यसो यतातिर नि वहाँ तलैसम्म छ है नजाऊँ ल अब हामी यहाँबाट फर्किनु पर्छ कि
वहाँ छ फेरि पार्किङ चाहिँ अलिक 5 मिनट जस्तो लाग्छ सो तिमीलाई गर्न आउनुहोस् न गरेको त्यो किन्नुलाई फर्स्ट टाइम मैले शान्तालाई ब्याक क्यामेरा अगाडि कसरी गर्ने भनेर सिकाउँदैछु अझ यस्तोले के कस्तोले भन्यो भने यस्तोले एक हप्ता मात्रै नै यस्तोले अगाडि ल्याउ न यस्तो अनि यस्तो गर्छ नि त मुख मात्रले थेप्ले गाइज के भन्नु नि त के हो म मूर्ति झिरे ल म चुप लाग्यो ल गाइज हामी चाहिँ त्यहाँको फुल हेरिसक्यौँ अनि अहिले फोटो भिडियो खिच्यौँ किन नदेखाउने यता हेर कपाल गुजिरी बसेर आज त्यही भएर हेर्न खोज्दैन निले हामीले चाहिँ आज हनी किन्न लगाएको हामीले चाहिँ भन्दा नि यिनले लास्ट किन्न खोजेर यहाँ चाहिँ बजेले यसरी राख्दो रहेछ अघि चाहिँ पुरा सेचुमे गर्नु भएको थियो ここ祭りっていつまでですか？一応27お花自体はまだ持つと思います。11日からやったんですけど寒くて空いてなくて先週の土曜日からまず2000と400、1、2、3、4、5。ありがとうございます。ありがとうございます。大体ゴールデンウィークのゴールデンウィークまでの入り口まで持ちますかね。どうかな。もう今月いっぱい。今月いっぱいで。ありがとうございます。ありがとうございます。ありがとうございます。को प्राइस कति रे? 2500 को हनी खाने भएको मान्छे। फुलै फुलको बगैँचामा मेरी माया सर मिलाउने पिरातीने गासो आज भन्ने यिनले गाइदिने हो गरे म आफै गाउन पर्छ साथीहरु के गर्नु उता उमाचुरी लागिरहेको छ जति मिनेट राख्ने नि 500 हो पार्किङको पैसा गल्जानी हो अनि गल्जानी नि त जति पनि पर्ला साथीहरु के गर्नु गाह्रो भयो दिस इज पार्किङको पैसा साथीहरु 500 रुपैयाँ बाजेले हामीलाई बाटो खोल्दिन लाग्दै हुनुहुन्छ आइज भन्यो बाजेले अनि हामी चाहिँ गयौँ आरिगातो गोजाइमास जाडो भयो एकदम जाडो भयो त पानी परेको अवस्थामा पनि हामी यसरी के हो फुल हेर्नको लागि आएको छौँ वा मकै त्यो पर मकै खाने हो र अहिले जाने बेला चिथर्दै खाऊँ नि त सेम अहिलेको जस्तै ठाउँ रहेछ यहाँ चाहिँ गाना रहेछ गाना यहाँ नि बल्ल अलिअलि भएर चाहिँ ए यहाँ चाहिँ लाइट रहेछ फरक चाहिँ ओ लाभेन्डर बास्ना साथीहरु यहाँ चाहिँ अलि होचो रहेछ है अच्छो Oh my god, how beautiful! गर्ने डन टरन oh my god ए यो पो रहेछ है टनेल वाउ ए रुख भनेको मैले यही हो जस्तै देखेको रहेछ त यता ल खै त यहाँबाट सक्यो ए यता रहेछ नि त अनि खै यहाँ हो त यहाँबाट यो गेट देखाइदिउँ न खै हिँड त छाता माथि गर यो 700 रुपियाँको छाता माथि गर त्यो टनेल ल तिमी उता जाऊ त म फोटो दिन्छु अनि यहाँबाट यस्तो गर्दै यताबाट चाहिँ उता भन्छ पानी परेको भएर चाहिँ लास्टै यहाँ चाहिँ तल मजाले फुलेको भएर चाहिँ यसरी हामी चाहिँ अहिले यहाँ पुरै फुलको मुनि छु राम्रोसँग देखेको छैन होला सायद छाता हटाउ र रुजी त सक्यो अब के गर्नु
छाता हटाऊ भनेको ओडा हटाउने भो मलाई रुदैछ माथि भाँचिन्छ के गर्नु पानी पर्नाले यस्तो भयो यही गीत बाहेक अरू किन फुजिनो हाना गाइस इङ्ग्लिसमा के भन्छ आई डोन्ट नो के भन्छ यसलाई पुरा लाभन्डर लाभन्डर बास्ना यहाँ चाहिँ अलि मजाले चाहिँ फुलेर रहेछ यता यता अलिअलि मात्र चाहिँ लगाइरहेछ तर यो चाहिँ आज पानी नपर्दिएको भएको भए चाहिँ क्या खतरा मजाले फोटो खिच्छ कि क्यामेराले पनि कामै भएन पुरै क्यामेरा रुच्छ नि त फेरि पानीले है रुच्छ भनिरहेको तर अर्को वर्ष आइन्छ हामी खै अर्को वर्ष खै लिएर आउँछु म तिमीलाई जसरी पनि नि खै अर्को वर्ष त खै साथीहरू अर्को वर्ष जसरी भाइ छैन वाइट 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 यो त सकियो है ए आज सेतो होला नि रहेछ ल जतासुकै पैसा हाल्दियो भने भर्खरको केटी पो बसेछ त है त्यसको लागि होला त्यो खै यसैको अब मेन्टेनेन्सको लागि होला नि त फ्री हो नि त यहाँ फ्री हो नि त है त्यही भएर चाहिँ यिनीहरूले चाहिँ त्यसैको लागि यो लाइटहरू हाल्दा पैसा लाग्यो अनि उता उता अलिक ठुल्ठुलो लाइटहरू हालिदियो है खै अरू के खान्छ तिमी अरू त किन न अक्टोपस है के हो मिठो बोल रहेछ अनि त्यो के हो अरू त के देखाउ त म के खान्छु भनेको तिमीले मकै खाने हो मकै खाने हो र खाने भयो खाऊ गरे भयो यो किने खा योलाई 80 रुपियाँमा किने खा अघि जाने बेलामा नि हेरेको हेरेर होला आउँछ कि भन्नु होला बिचरा बाजेले घुमेन नाच्दाय अनि यहाँको त्यो क्युट उस छ के भन्छ अरे पुल पुरै मान्छे भएर पुरा फ्रीली भिडियो गर्नु त नपाउने के यता नि क्यामेरा तेर्साको हुन्छ उता नि क्यामेरा तेर्साको हुन्छ अनि यो है साथीहरू ठाउँ चाहिँ यो कुन ठाउँ र यानागावा होइन यो खै केही नि इन्फर्मेसन दिन्न साथीहरू मलाई चाहिँ केही थाहा छैन यो घुमाउने मान्छेले मलाई केही नि इन्फर्मेसन दिन्न अनि त्यही भएर चाहिँ मैले हजुरहरूलाई चाहिँ राम्रोसँग चाहिँ डिटेलमा केही पनि भन्न सक्दैन त्यही हो हामी घुम्न आएको ठाउँ चाहिँ यही हो के गर्नु पानी परेर जस्तो बिजोग भएको अवस्था छ एकदम राम्रो रहेछ कहिले मजाको तर मजाले फोटो खिच्न पाएर पानीले गर्दाखेरि पुरा यता रुजाएर एउटा मात्र छातो कि दुईवटा किन्नु पर्दो रहेछ त्यही नै आउने बेलामा कस्तो एउटा छातो किन मन र यो सासेको छातो उसले फोटो खोल्न ऊ रुजे नि त हुन्छ नि त मैले फोटो किन्नुपर्छ म छातो खाँदा यस्तै त्यो फोटो किने ऊ चाहिँ छातो छातेर म ल त्यहाँ जाऊ रे म चाहिँ रुख्दै यस्तो गर्दै जानुपर्ने मान्छु सासेको मासु सासेको मासु गाइजहरू तर ठुलो रहेछ छन् अनि के भयो भने चाहिँ हामी चाहिँ त्यो अघिको ठाउँमा गएको थिएँ नि त मैले भिडियोलाई चाहिँ त्यहाँबाट टुङ्गाएको थिएन के अनि खासै धेरै घुमिनँ पनि त्यो ठाउँमा पानी पनि परेको किनभने अनि अलिअलि चिसो नि भयो अनि फेरि हामी चाहिँ यहाँ के अरे
निर्मल दाइकोमा थोरै काम थियो अनि त्यही भएर चाहिँ सिधै हामी निर्मल दाइकोमा आयौँ। मोमोसम्म खाएर चिया खाएर अनि हामी चाहिँ अहिले भर्खर घर फर्किन लाग्यो। त्यहीँ बस भन्नुहुन्थ्यो गरे, फेरि हामी दुवैजनाको भोलि काम छ नि त, त्यही भएर चाहिँ हामी अहिले राति फर्किन लाग्यो। अझै नि पुग्न लाग्छ 1 घन्टा 1.5 घन्टा जति। अहिले नि हेर्नु त यस्तो पानी परेको परेछ, यस्तो दिनभरि पानीले साथ दियो। दिनभरि पानीले साथ दियो। खतरा डाइलग हाने त। दिनभरि पानी परिरहेको त्यही त नि के। त्यही माथिको उसमाको चुएता देउनसेनमाको माछा घुम्ने बेलामा चाहिँ अलि परेछ, त्यति परेन। अनि फेरि त्यहाँबाट निस्किने बेला चाहिँ बन्द भयो त, अनि निस्किएर फेरि अर्कै ठाउँमा पुग्ने बेला त फेरि पानी परिदियो गरेँ। अनि त्यही भएर बनाउनलाई भिडियोहरू यताउता गरेछु, कसरी हुन्छ म जोडेर हाल्नेछु। हाले होला नि त, अहिले त यो इन्डिङ भएपछि त। अनि सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भयो होला आशा गरेको छु। आजको भिडियो चाहिँ के कस्तो भयो, हजुरहरूलाई रमाइलो लाग्यो कि लागेन हाम्रो भिडियो हेरेर? पानी पर्दाको घुमाइ पनि जे समाज रमाइलो हुँदो रहेछ नि। फर्स्ट टाइम एक्सपिरियन्स गर्यो भनौँ न, पानी पर्दा नि यसरी घुमेर मौसमलाई च्यालेन्ज गरेर गएको, जे समाज रमाइलो भयो पानी पऱ्यो पनि रमाइलो भयो। त्यही हो, अरू त के भन्नु साथीहरू। हाम्रो भिडियोलाई च्यानललाई सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, लाइक शेयर सब्सक्राइब अनि कमेन्ट पनि गर्नु होला भन्ने आशा गर्दछु। अर्को भिडियोमा भेटौँला है त। बाई। बाई बाई। See you in next video.